हेलो नमस्ते सम्पूर्णमा। यो चाहिँ मेरो पहिलो भ्लग हो। अब भन्नुपर्दाखेरि अब म चाहिँ अहिले ड्युटीमै हो। आज मेरो उद्देश्य चाहिँ यहाँ अल्जादामा स्केट पार्क छ, त्यहाँ गएर मैले लिएर आएको छु थोरै खाना, त्यो पनि खान्छु र त्यहाँ हुने गतिविधि अब कसरी हुन्छ त्यहाँ गएर देखाउँछु म हजुरहरूलाई। जति पनि हुनुहुन्छ स्केट लभरहरूको लागि आज यो भ्लग चाहिँ स्पेसल हुनेछ। म अझै जाँदैछु यहाँ बाउन्सिङनिर आइपुगेँ। म पनि एक्साइटेड नै छु त्यहाँ गएर स्केटरहरूले आफ्नो जुन स्किलहरू हुन्छ त्यो सबै देखाइरहनु भएको हुन्छ। अहिलेलाई चाहिँ म यहाँ आइपुगेँ, यो बाउन्सिङ एरिया हो, देख्न सक्नुहुन्छ हजुरहरूले। म जाँदैछु, गर्मी छ अहिले, एकदमै गर्मी छ अहिलेको यो मौसम। अब खाडीको गर्मी उही त हो, हावा चले पनि तातो हावा चल्छ, त्यस्तै त हो नि होइन। ल अब पुग्न लागि है त। खासमा भन्नुपर्दा आज म एक्लै आउनु पऱ्यो, किनभने मेरो साथी र म आफ्नो सलाई ब्रेकमा, अनि एकजनाको छुट्टी छ नि त आज, त्यो भएको भएर म र मेरो साथी आउनु पाएन। किन ब्रेक लिइसक्यो। खासमा यो भन्नुपर्दा पहिल्यै हो क्या, मेरो पहिलो भ्लग हो होइन। अब कस्तो हुन्छ रियाक्सन, के आउँछ, म पनि एकदमै एक्साइटेड छु एकदम होइन, के हुन्छ पुरा सबै कुराको एक्सपिरियन्स गर्नुपर्छ किसिमले हो। ल हामी लगभग पुगिसक्यौँ स्केट पार्क। यस्तो पार्क आउनु लागिरहेको छ। यहाँ हरियाली चाहिँ बिरुवाहरू रोपेर होइन हरियाली बनाउनु। फाइनली म स्केट पार्कमा पुगेँ।
सानो बच्चाको फोटो आएछ तिम्रै फोटो के अब स्केट पार्कमा पनि आइयो यहाँको माहौल पनि यस्तै हो हैन बच्चाहरू रमाइरहेको छन् फाइनली यहाँ आइयो अब म चाहिँ अब रेस्टुरेन्टतर्फै जाँदैछु गएर केही खान्छु अनि त्यसपछि एक दुईवटा गीत सुनाउँछु म अझै हजुरहरूलाई गीत गाउँछु त्यसपछि ब्लग सकिन्छ यो चाहिँ बाउन्सिङ एरिया युएई को शारजामा पर्ने अल्जादा लोकेसन एक्ज्याक्टली अल्जादामा बाउन्सिङ छ त्यहाँ ठुलो मात्रामा यो फिटनेस सेसन छ एउटा म अहिले ठ्याक्क त्यही नै छु एकदमै राम्रो छोटो समयमा धेरै नै मार्केट लिएको ठाउँ अहिले हुन पुगेको छ हाम्रो अल्जादा सक्नुहुन्छ मान्छेहरू हिँडिरहनु भएको छ चलिरहनु भएको छ सो यहाँ ठुलो अक्षरमा अल्जादा पनि लेखेको छ साह्रै नै गर्मी भयो ल अब चाहिँ म एक चिसो पानीले मुख धुन्छु मैले केही खाजाको स्वरूप फ्राइड राइस लिएर आएको छु अब खानुपर्छ यस्तै हो अब परदेशमा हैन स्केट पार्क पनि घुम्यौँ अब म यति थोरै खाना खाएर एक दुईवटा गीत गाउने जमर्को गरेको छु हजुरको सामु सो फेरि पनि नमस्ते सम्पूर्णमा आजको यो छोटो भ्लग हजुरहरूलाई कस्तो लाग्यो हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला ल अब चाहिँ म गीत गाउन गइरहेको छु है त यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद सो फाइनल्ली हामीले गीत पनि सुन्यौँ हैन स्केट पार्क पनि घुम्यौँ अब चाहिँ मेरो यो 1 घन्टाको समय यसरी मैले सदुपयोग गरेँ अब चाहिँ म आफ्नो ड्युटीतर्फ जाँदैछु यो ब्लग हेरेर प्रतिक्रिया दिनु होला है त यो मेरो पहिलो ब्लग है
सो फाइनली म काममा आइपुगेँ बाई बाई गाइज आइपुगेँ है त म काममा